दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी नेपालको कमजोर राजनीतिक अवस्थाको फाइदा उठाएर भारतले कसरी असमान सन्धि सम्झौता गरायो र आज नेपाली जनताले कसरी त्यसको मूल्य चुकाइरहेका छन्, आज हामी यही विषयमा विशेष चर्चा गर्नेछौँ। अहिले नेपालको तराई मधेसका मैदानहरू आकाशे पानी र नदीको बाढीले जलमग्न छन्। सप्तकोशी आफ्नो पुरानो बाटो सोझ्याउन खोज्दैछ। नारायणीको गर्जनले त्रसित गाउँहरू रातभर जागराममा छन् र पश्चिममा कर्णाली र महाकालीका छालहरूले किनारका बस्तीहरूलाई निल्न आतुर देखिन्छन्। नेपाल र भारत बीच बग्ने 6000 भन्दा बढी नदीनालाहरू सम्बन्धको आधार मात्र होइनन्, विवाद र अविश्वासको स्रोत पनि बन्दै गएका छन्। पृष्ठभूमिमा असमान सन्धि सम्झौता। नेपाल भारत जल सम्बन्धको वर्तमान अवस्था बुझ्न हामीले यसको इतिहासको जगमा हेर्नुपर्ने हुन्छ।